प्रयोजनको लागि किन यस्तो ठुलो भव्य अनि लक्ष्य के छ लक्षित वर्ग को छन् त्यसबारे जानकारी गराइदिनुहोस्। यो विवाह पञ्चमी मध्य प्रदेशमा चाहिँ होइन नेपालकै पनि सबभन्दा ठुलो उत्सवको रूपमा हामीले बुझेका छौँ। हामी मध्य प्रदेशमा तराईमा यो समयमा जुन उत्सव मनाइँदैछ त्यसमा देशभित्र मध्य प्रदेशबाट मात्रै नभएर इभन मित्र राष्ट्रबाट समेत धेरै दर्शनार्थीहरू आउनुहुन्छ। ती दर्शनार्थीहरू देशभित्रका दर्शनार्थीहरू गाउँठाउँबाट आउने स्वास्थ्य सेवा नपाएका पाउन कठिनाइ भएका दर्शनार्थीहरू स्वास्थ्य सेवा दिन सकियोस् भन्ने एउटा मूल उद्देश्य त्यो नै हो। र सँगसँगै नेपाली सेनाले देशका विभिन्न ठाउँमा गरेका विभिन्न खाले क्रियाकलापहरू जस्तो उदाहरणको रूपमा हामीले विविध खाले विपदहरूमा उद्धार गरेका छौँ। राष्ट्रका विविध खाले निर्माणहरूमा कठिनाइ खाले निर्माण कार्यहरू सहयोग गरिरहेका छौँ। राष्ट्रिय मिटिङहरू सम्बन्धित गरेका छौँ। नेपाली सेना शान्ति सेनामा भाग लिएर राष्ट्रको परराष्ट्र नीतिमा सेवा दिइरहेको छ। त्यो बारेमा पनि स्थानीयहरूलाई धेरै जानकारी होस् भन्ने उद्देश्यले ती फोटो भिडियो क्लिपहरू राखेका छौँ। सँगसँगै नेपाली सेनामा भर्ना हुनको लागि यहाँका स्थानीयहरूलाई अभिप्रेरित गर्नको लागि भर्ना छनौट सम्बन्धी छुट्टै स्टल समेत हामी राखेका छौँ भने नेपाली सेनाले अर्को एउटा ठुलो क्षेत्र सहयोगको अर्को क्षेत्र नेपाल सरकारसँगको साझेदारीमा गरेको अर्को एउटा ठुलो क्षेत्र नेसनल क्याडेट एनसिसी नेसनल क्याडेट राष्ट्रिय सेवा पनि हो। त्यहाँ के कस्ता कामहरू भइरहेका छन्, कति मान्छेहरू त्यसबाट खुसी भएका छन् भन्ने बारेमा पनि सबैलाई जानकारी होस्। स्कुलहरू त्यसको लागि थप अभिप्रेरित हौँ भन्ने बाटो देखाउनको लागि एनसिसीको छुट्टै उद्देश्य छ। नेपाली सेनाले खास सर्पदंश एउटा चुनौतीको रूपमा रहेको छ। सर्पदंशबाट पीडितहरूलाई सर्पदंशले कठिनाइ पारेका अथवा त्यसबाट अप्ठ्यारोमा परेका सकल स्थानीयलाई सेवा गर्नलाई सर्वदंश उपचार केन्द्रहरू धेरै ठाउँमा सञ्चालन गरिरहेका छन्। त्यो बारेमा समेत जानकारी दिने उद्देश्यले र मूल रूपमा आज यहाँ किन त यो विवाह पञ्चमीको बेला भन्ने चाहिँ यसको कभरेज ठुलो होला, धेरै स्थानीयहरू त्यसमा सहभागी होला भन्ने उद्देश्यले आज व्यवस्थापन कसरी गर्नुभएको छ र मेन पावर कति परिचालन यो हामीले 3 दिन आज भोलि र पर्सि 3 दिनको त्रिदिवसीय यो कार्यक्रम हो। म्यान पावरको सन्दर्भमा नेपाली सेनाबाट पनि प्रशस्त जनसङ्ख्या प्राप्त गरेर आर्मी हस्पिटलबाट पनि म्यान पावर आइरहेको छ। त्यो बाहेक यहीँको स्थानीय स्वास्थ्य संस्थामा काम गर्ने निकाय जानकी मेडिकल कलेजमा ल्याएर समेत म्यान पावर आएको छ भने खास गरी आँखासँग सम्बन्धित रहेर आँखाको मोतीबिन्दुको अपरेसन क्षमता समेत बोकेर काठमाडौँबाटै एउटा आँखा